डाक्टरले के भन्नुभएको छ अझै अब कति खर्च लाग्छ या उपचार गर्नलाई के कति लाग्छ भन्ने कुरा कस्तो के गर्नु डक्टरले अब भन्नुहुन्छ अब कति लाग्छ हाम्रो त्यो हामी ग्यारेन्टी छैन भन्नुहुन्छ डक्टरले। तपाईँको के छ बाबुको परिस्थिति हेरेर मलाई भन्छु बाबु मलाई वजन बाबु भर्खर 12 वर्षको छ है छोराको नाम के पर्यो निवेश तामाङ होइन अहिले कता कुन ठाउँमा चाहिँ उपचारमा हुनुहुन्छ के छ बाटा हस्पिटलमा हुनुहुन्छ डक्टरहरूबाट कस्तो प्रतिक्रियाहरू आइरहेछ जस्तै अब निको हुन्छ हुँदैन भन्ने खालका कुराहरू के आइरहेको डक्टरले त भन्नुहुन्छ अब त्यसको अब हामीले पनि ग्यारेन्टी लिनु सक्दैन भन्नुहुन्छ तर उहाँको धेरै समस्या छ त्यस्तो छ उहाँहरूले मैले दिन रात उहाँको लागि मैले सबैजनाले एक काम गरेर उसको लागि खर्च गरेर उहाँहरूले जस्तो भयो भने उहाँले रगत दिनलाई दिनै रगत अब कहिले सिकाएर राख्नु पुग्दैन रगत चढाएर दिनकै रगत चढाउनु पर्छ ब्लड ग्रुप कुन हो बी पोजिटिभ थियो बी पोजिटिभ हजुर रगतहरू त जस्तै अब रगत ब्याङ्कमा गएर लिँदाखेरि होइन रगतहरू त पाइरहनु भएको नि रगत पाउनु पनि गाह्रो हुँदो रहेछ रगत पाउनु नि गाह्रो छ है अब जस्तै अब यतिखेरसम्म अब कति महिना जति भयो कति वर्ष जति भयो बाबु यसरी बिरामी भएको होइन अहिले हस्पिटलमा रहिरहेको चाहिँ कति समय भयो 4 महिना भइसक्यो 4 महिना 4 महिना भइसक्यो गाँसे जस्तो भएको थियो त्यहाँबाट मैले यहाँ हस्पिटल लिएर आएर उपचार गर्दा गर्दा पनि रोग पत्ता लगाउन गाह्रो भयो बल्ल लास्ट टाइम मैले त्यहाँ पाखामा पुगेपछि मात्रै बल्ल त्यसको रोग पत्ता लाग्यो तपाईँले के गाउँमै पनि गाउँको प्राथमिक उपचारहरू पनि गराउनु भयो कि सिधै यता काठमाडौँ लिएर आउनु भयो पहिलामा चाहिँ मैले गर्नु भएको छैन मैले सिधै मैले त्यहाँ हाम्रो भित्रवती के अरे नुहाकोट 10 माइलको कलानी हस्पिटलमा लगेर चेक गर्न गएको थियो यहाँ हुँदैन भन्नुभएको थियो त्यहाँ चाहिँ अब उतातिर यहाँ हुँदैन सिलगढीबाट लैजाऊ काठमाडौँ हल्कामा लैजाउँ भन्नुभएको त्यहाँ डक्टरको सल्लाह लिएर म आएँ सल्लाह लिएर म त्यहाँबाट आएर यहाँ आएर चाहिँ उहाँ काटिदिनु मैले भर्ना गरेर त्यहाँ राखेँ भने त्यस्तै भयो उसको बोलमेरन गरेर इन्डिया पठाएको त्यो गर्दा गर्दा रोगको पत्ता लाग्नु सक्यो त्यहाँबाट उहाँको के छ भने हामीले इन्डिया पठाएको छ इन्डिया पठाउनु अरे इन्डिया पठाएको त्यति प्रकारको काम चाहिँ हाम्रो स्त्रीको उपचार हुँदैछ भने डक्टर सल्लाह थियो त्यो सल्लाहबाट चाहिँ मैले चाहिँ भन्यो हुन्छ अब जसरी नै बजाउनु कसरी के गर्नु हुन्छ अब हातले सल्लाहमा हाल्नुहुन्छ भनेर मैले गरेँ त्यो गर्दै गर्दै लास्ट टाइम मलाई भन्यो अब डक्टरले अब यसको चाहिँ रोग चाहिँ हामी पत्ता लगाउनु सकेन यसको उयो लाग्नु पऱ्यो नभए यसको के अरे मासिकबाट कार्य गरेको छैन भन्ने कुराहरू डक्टर भन्दै उहाँले भन्यो ठिक छ अब म त्यस्तै छ भने अब अहिले कसरी के गर्नुपर्छ भनेर मलाई चाहिँ अब घर सल्लाह लिएर मैले चाहिँ अब डिसिजन मैले लियो हजुर त्यहाँबाट लिएर अब यहाँले अब कता लगेर हुन्छ भनेर उहाँले डक्टरसँग सल्लाह लिएर लैजाउँ भन्दै मलाई डक्टर केही दिन मलाई भनिहाल्यो डक्टर तपाईँलाई इन्डिया लगिरहनको लागि त्यही त्यो आर्थिक अवस्था छ कि छैन तपाईँको अब 4 महिना भयो कति जति पैसाहरू त्यो खर्च भइसक्यो के छ तपाईँको आर्थिक अवस्था आर्थिक अवस्थामा धेरै कमी छ आफै कमाउनु सकेन तपाईँको खुट्टा पनि तपाईँ ग वर्गको त्यही बिरामी पनि हुनुहुँदो रहेछ तपाईँको खुट्टामा पनि केही समस्याहरू रहेछ है यो भइरहँदाखेरि एउटा दुखी मान्छेलाई एउटा दुःखमा
परिरहेको मान्छेलाई हरेकपल्ट दुःख परिरहेको छ, अझै बाबुलाई पनि त्यस्तो भयो, के भन्नुहुन्छ? भने थाम्नु सक्छ जुन बाबुको मैले पीडा देखेर त्यो पीडा देखेर मैले पनि बजाइदिनु र मैले बजाउनु खर्च जोडाउनुले गाह्रो परिरहेको छ। त्यो कामबाट बाबाहरू सबै अहिलेसम्म चाहिँ कति खर्च भयो यो 4 महिना मा चाहिँ? जस्तै बाबु बिरामी भइसकेपछि 4 महिनामा चाहिँ तपाईँको के कति खर्च भयो होला एकमुष्टमा? लगभग मैले हिसाब त गर्नुभएको छैन, लगभग समथिङ मैले मोटामोटी जोडेर लगभग 9-10 लाख जति चाहिँ 9-10 लाख सकिसक्यो। डक्टरबाट के छ, डक्टरले के भन्नुभएको छ अझै अब कति खर्च लाग्छ या उपचार गर्नलाई के कति लाग्छ भन्ने कुरा कस्तो के गर्नु? डक्टरले अब भन्नुहुन्छ अब कति लाग्छ हामी त्यो हामी ग्यारेन्टी छैन भन्नुहुन्छ डक्टरले। जति पनि लाग्न सक्छ, जति पनि लाग्नु सक्छ भन्ने कुरा राम्रो भयो। अस्तिको दिन मैले के अरे उसको के अरे त्यसको हेर्नेको जुन त्यो रोग सङ्ख्या लार्नलाई क्षमता नपुगेर एउटा 9 बोतल आउँदो रहेछ। 9 बोतलको लागि एउटाले 17-18 रुपियाँ पर्छ। एउटा बोतलकै 17-18 हजार। हजुर। कतिवटा लगाउनु पर्ने? 9 लाउनु भएको थियो, 1,53,000को औषधि चलाउनु।